लिखित माग गरिसकेपछि उहाँहरूले हेर्नुभयो, हाम्रो विधान हेर्नुभयो, कार्यविधि हेर्नुभयो, सबै हेरिसकेपछि हामी त अवैधानिक रहेछौँ। महासङ्घको विधानले के भन्छ भने 1 महिना अगावै निर्वाचन समिति गठन गर्नुपर्ने, त्यो कार्य समितिले गठन गर्ने भन्छ। त्यो अध्यक्षले आफै बोलाउनु भएको निर्वाचन समिति थियो। त्यस कारणले उहाँहरूले त्यो पत्र त उहाँहरूसँग, त्यो डकुमेन्ट उहाँहरूसँग थिएन। नभएपछि अध्यक्षलाई उहाँहरूले बोलाउनु भयो। अध्यक्षलाई बोलाइसकेपछि अध्यक्षले त्यो डकुमेन्ट दिन सक्नु भएन। नसकेपछि उहाँहरू बार एसोसिएसनबाट आएको वरिष्ठ अधिवक्ताहरू हुनुभएको हुनाले यो चाहिँ हामी यस्तो अवैधानिक काम हामीबाट गराउन सक्दैनौँ, यो अवैधानिक प्रक्रिया रहेछ, त्यस कारणले हामी राजीनामा दिन्छौँ भनेर उहाँहरूले चाहिँ 7 बजेपछि, राति 7 बजेपछिको अवस्थामा उहाँहरूले राजीनामा दिएर जानुभयो। अब उहाँहरूले राजीनामा दिएपछि शून्यता सिर्जना भयो, किनभने कार्य समिति विघटन भइसकेको छ, बन्द सत्र सकिएको छ, उहाँहरूले राजीनामा दिनुभयो भनेपछि अब त्यो त कानुनी मान्यता पाउने अवस्थामा छैन। यो अवस्थामा हामीले भन्यौँ जिल्ला प्रशासन कार्यालय काठमाडौँले मात्रै यसलाई चाहिँ तटस्थ समिति बनाएर उहाँहरूले नयाँ अधिवेशन, त्यो तटस्थ समिति मार्फत अर्को अधिवेशन गराउनु पर्ने हुन्छ भनेर हामीले त्यो भन्यौँ। तर उहाँहरू मान्न तयार हुनु भएन र अध्यक्षले के गर्नुभयो भने फेरि बिहान 8 बज्दाखेरि उहाँले आफू अध्यक्ष भएकै हैसियतले महासङ्घको फेसबुक पेजबाट नियमित रूपमा प्रक्रिया चाहिँ सुरु हुन्छ भनेर उहाँले सूचना जारी गर्नुभएको छ। यदि उहाँ बिहान 8 बजीसम्म अध्यक्ष हुनुहुन्थ्यो भने कार्य समिति विघटन कतिखेर गर्नुभयो उहाँले? फेरि त्यो निर्वाचन समिति माइनेटमा के लेख्नु भएको छ भने 27 गते नै अर्को नयाँ निर्वाचन समिति गठन भयो, पुरानो निर्वाचन समितिले बन्द सत्रमै राजीनामा दियो र अर्को निर्वाचन समिति गठन भयो भन्नुभएको छ। त्यसो भए उहाँ बिहान 8 बजीसम्म त फेरि अध्यक्षकै हैसियतले सूचना जारी गरिराख्नु भएको छ। यो आफैमा कन्ट्रोभर्सी कुराहरू उहाँले आफै गर्नुभएको छ, किनभने त्यो ढाँट छल गरेको, कृत्य जालसाजी गरेको जताततैबाट देखिन्छ। त्यस कारणले उहाँले 8 बजे चाहिँ मान्छे, अर्को नयाँ मान्छेहरू खोजेर ल्याउनु भयो, 3 जना सदस्यहरू ल्याउनु भयो र ती मान्छेहरू जोगबहादुर खत्रीको संयोजकत्वमा चाहिँ उहाँले एउटा समिति बनाउनु भयो र त्यो समितिले, त्यो अधिवक्ताले दिएको परामर्शअनुसार अधिवेशनमा छलफल नै नभएको 3टा प्रस्ताव थप गर्नुभयो उहाँले, जुन बन्द सत्रमा छलफलै भएको छैन। अधिकांश प्रतिनिधिलाई थाहा पनि छैन। त्यो निर्वाचन सम्बन्धीको कार्यविधि उहाँले चाहिँ निलम्बन गर्नुभएको छ, संशोधन गर्नुभएको छ। त्यो संशोधन गर्ने त्यो के अरे साधारण सभाभित्र छलफलै भएको छैन भनेपछि त्यस्ता ती 3टा प्रस्तावहरू चाहिँ उहाँले आफैले त्यहाँ राख्नुभयो र त्यसरी यो एकदमै जालसाजीपूर्ण गरेको हुनाले हाम्रो अहिलेको त्यही जालसाजीपूर्ण गरिराखेको भएको हुनाले चाहिँ बाहिर साथीहरू बसी पनि राख्नुभएको थियो, तातो काममा धर्ना जस्तो दिइराख्नु भएको थियो। निर्वाचन प्रक्रियालाई उहाँहरूले त्यही जालसाजीपूर्ण ढङ्गले अगाडि बढाइराख्नु भएको थियो। हामीले डिएसपी साहबलाई अनुरोध गऱ्यौँ, तपाईँहरूको आँखा अगाडि यहाँ जालसाजीपूर्ण काम भइरहेछ, प्रहरीको काम भनेको त यसरी जालसाजीपूर्ण गर्ने मान्छेहरूलाई चाहिँ गिरफ्तार गर्ने हो नि, तर उहाँलाई सुरक्षा दिएर अरूलाई चाहिँ शौचालयसम्म जान दिइराख्नु भएको छैन। यो त अति भयो, यो त मानवीयता पनि भएन भनेर हामीले उहाँलाई अनुरोध गऱ्यौँ। तर उहाँले केही सुनाइ गर्नु भएन कि अब अध्यक्षको निर्देशन छ भन्नुभयो। अध्यक्ष त हिजै विघटित भइसक्नु भयो, कहाँ अध्यक्ष हुनुहुन्छ? प्रतिनिधि हो, अब हो भने प्रतिनिधिको हैसियतमा हुनुपर्छ। यदि उहाँ अध्यक्ष हो भने निर्वाचन हुँदैन, अर्को बन्द सत्र फेरि सुरु गर्नुपर्ने हुन्छ भनेपछि त्यो कुनै पनि प्रक्रिया पुर्याएन र उहाँहरूको मिलेमतोमै त्यो देखिन्छ। किनभने नभएदेखि सुरक्षाकर्मीले एकतर्फी ढङ्गले चाहिँ एउटा प्रतिनिधिलाई एक खालको उहाँको अध्यक्षसँग निकट भएकाहरू भित्र पसेको पनि त्यो दृश्य तपाईँहरूले देख्न सक्नुहुन्छ। उहाँलाई छोडिदिएको छ। जसले त्यो प्रक्रियाको विषयमा आवाज उठायो, यो प्रक्रिया पुगेन, यो विधिसम्मत भएन, जसले भन्नु ती मान्छेलाई मात्रै छिर्न दिएको छैन भनेपछि त्यो सुरक्षाकर्मीले पनि त्यसरी उहाँको मिलेमतोमा यसरी एउटा पक्षपातपूर्ण ढङ्गबाट चाहिँ त्यहाँको अब डिएसपी साहब हुनुहुन्थ्यो, मलाई नाम थाहा छैन, तर उहाँले त्यो व्यवहार गरेको देखिन्छ। र 2 बजेपछि अब बिहानदेखि उहाँहरू चाहिँ शौचालय जान पाइराख्नु भएको थिएन। घाममा बसेको व्हिलचेयर युजर साथीहरूले हामी शौचालय जान पाऊँ भनेर भन्दाखेरि जान नदिइसकेपछि अब मैले नाम खुलाउनु मिल्दैन, एकजना व्हिलचेयर प्रयोगकर्ताको उहाँको त्यही पेन्टमै पिसाब गयो। अब त्यो चाहिँ हामीलाई पनि सही भएन। त्यस्तो अवस्थामा पनि उहाँहरूले छोड्नु भएन कि त्यो चाहिँ एउटा अमानवीयताको पनि पराकाष्ठ भयो। अनि त्यसो भएपछि सबैले अलिकति त्यसमा चाहिँ आवाज उठाउनु भयो। अनि त्यसैमा अलि धकेल भयो। 4-5 जना व्हिलचेयर प्रयोगकर्ताहरू चाहिँ हामी शौचालय जान पाऊँ भनेर त्यहाँ बसिराख्नु भएको थियो। उहाँहरूमाथि चाहिँ लसार पछार गरियो, कुटपिट गरियो। त्यो यति अमानवीय ढङ्गको कुटपिट लसार पछार चाहिँ गरियो। उहाँलाई जोगाउन खोज्दाखेरि चाहिँ एकजना महिला हुनुहुन्छ, उहाँको चाहिँ एकदमै निर्घात रूपमा चाहिँ कुटपिट भएको छ। त्यो शरीरको अङ्ग पुरै त्यो निलो भएको छ होइन। अब प्रहरीले त्यस्तो अवस्थाको उजुरी पनि लिएन। उजुरी लिन पनि नमान्नु भनिसकेपछि योभन्दा चाहिँ हामीलाई गर्ने अन्याय कति हुन्छ भन्ने भएर
बहिष्कार गर्ने भनेर सबै साथीहरूले बहिष्कार गरे। त्यस पछाडि बहुसङ्ख्यक प्रतिनिधिहरूले चाहिँ यो अवैधानिक ढङ्गले बनाएको एउटा चाहिँ निर्वाचन समितिबाट गरेको सबै कुरा अवैधानिक हुन्छ भनेर उहाँहरू जान्नुभएको छ र हामीले त्यहाँ भनेका पनि छौँ। त्यो बेलामा कार्य समिति विघटित भइसकेपछि जोगबहादुर खत्रीको संयोजकतामा चाहिँ त्यो जुन निर्वाचन समिति छ त्यसको जवाफदेही पूर्ण रूपले जवाफदेही हो। त्यो कुटपिट भएको छ, मानव अधिकार चाहिँ हनन भएको छ। त्यसरी मान्छेलाई शौचालयसम्म जान नदिने गरी जुन कार्यक्रम स्थलमा जान पाउनु पर्थ्यो उहाँहरू त्यस्तो रोक्ने भनेको जोगबहादुर खत्री, त्यसको एकदमै जवाफदेही हुन्छ। उहाँ जालसाजी गर्नुभएको छ, किनभने उहाँले बसेर त्यो छलफलै नभएको विषयलाई समेत उहाँले निर्णय लेख्न लगाएर गर्नुभएको छ र त्यो निर्णय लेखन समिति पनि हलमा जो प्रस्ताव भएको थियो त्यो नभएर अध्यक्ष आफैले आफ्नो नाम लेख्नु भएको छ। यो सबै जालसाजीपूर्ण कुराहरू भएको छन्। त्यस कारणले हामीले के भनेछौँ, त्यहाँको सिसिटिभी फुटेजहरू छ त्यो कार्यक्रम स्थलको, त्यो सिसिटिभी फुटेज चाहिँ सुरक्षित हुनुपर्छ, किनभने त्यसले पुष्टि गर्छ उहाँहरूले गरेको जालसाजी सबै कुराहरू के सत्य हो के असत्य हो भन्ने कुरा त्यो सिसिटिभीमा सबै आइहाल्छ नि। हामीले आरोप लगाएको होइन कि सत्य तथ्य कुराहरू त्यहाँ आउँछ। त्यस कारणले त्यो हटाइनु हुँदैन, त्यो चाहिँ सुरक्षित गरिनुपर्छ भनेर हामीले 3 गते नै जिल्ला प्रशासन कार्यालयमा दिएको छ। यदि अब सिसिटिभी फुटेज हट्छ त्यस पछाडि त्यो सुरक्षित हुँदैन भने हाम्रो यहाँको काठमाडौँको जिल्ला प्रशासन कार्यालय पनि त्यसको चाहिँ जवाफदेही हुनुपर्छ भन्ने हाम्रो चाहिँ माग छ। अनि उहाँहरूले त उजुरी विमला सादा शङ्कर भनेर एकजना म्याग्दीको दृष्टिबिन महिला हुन्थ्यो, उहाँमाथि चाहिँ अध्यक्षले जो स्वयंसेवक भनेर ल्याउनु भयो, बााउन्सरहरू राख्नु भएको थियो, त्यो संस्थागत निर्णय भएर ल्याएको होइन। जब संस्थागत निर्णय भएर ल्याइँदैन भने चाहिँ एउटा व्यक्तिले ल्याएको मान्छेले कुटपिट कसैलाई गर्छ भने त्यो व्यक्ति जवाफदेही हुनुपर्छ भन्ने कुरा हो होइन। त्यस कारणले अध्यक्ष र कोषाध्यक्ष त्यहाँ हुनुहुन्थ्यो, त्यो साधारण सभाभित्रको पदाधिकारीभित्रमा अरू सबैले बहिष्कार गरेको अवस्था हो। किनभने अरूको अधिकारै खोसिसकेपछि, अरूले जान्न पाउने बुझ्न पाउने अधिकारै खोसिएपछि अरूले त्यसमा भाग लिन सक्ने अवस्था थिएन। र जो सदस्य साथीहरू त्यहाँभित्र जानुभएको थियो उहाँलाई मञ्चमा छिर्न पनि दिनु भएन अरूलाई होइन। त्यसमा 4-5 जना मान्छे मञ्चमा बसेर अधिवेशन सम्पन्न गराउनु भएको छ भनेपछि त्यो बन्द सत्रभित्र चाहिँ दृष्टिबिन साथीहरूमाथि कुटपिट हमला भएको छ। त्यो उल्टै जसले कुटाइ खायो उहाँहरूलाई पक्रेर लानु भएको छ कि उहाँहरूले बेलुका 5 बजे पक्राउ गर्नुभएको, उहाँहरूले 8-9 बजे रातिसम्म उहाँ राख्नुभयो। अनि म आफै जमानमा बसेर उहाँहरूलाई लिएर आएँ। हस्पिटल लिएर आउँदा घाउ जाँच उहाँहरूको गरिदिनुपर्छ नि त, घाउ जाँच गर्न मन भयो भने मापसे चाहिँ जाँच गराउनु भयो होइन, जसले मापसे गर्नुभएकै थिएन। अध्यक्षको तर्फबाट उहाँहरूलाई उजुरी हाल्नु भएको थियो, उहाँहरूले चाहिँ मापसे गरेर यसो तोडफोड गर्नुभयो भनेर उल्टो हाल्नु भएको थियो होइन। जो पीडित हो पीडितलाई नै अझै पीडित बनाइएको थियो त्यहाँनिर। त्यस कारणले मापसे चेक गराउँदै गर्दाखेरि उहाँहरूको घाउ जाँच गरिदिनुपर्छ भन्दा घाउ जाँच गरिदिन मान्नु भएको छैन। त्यो कुरा चाहिँ प्रहरीसँगको त्यो रिपोर्ट मागे पनि यहाँहरूलाई त्यो हेर्न सक्नुहुन्छ कि मापसे चेक गरिराख्दाखेरि घाउ जाँच भएको छैन। त्यो फोटो तस्बिरहरू उहाँहरूको चाहिँ निलदामहरू उहाँहरूमाथि भएको चोटपटकहरू हामीसँग प्रमाणको रूपहरूमा छन् होइन। त्यसरी नै त्यो जसले महिलाको तर्फबाट उजुरी उहाँले दिनुभएको थियो त्यो उजुरी त्यहाँ राखियो तर दर्ता गरिएन। त्यस्तै जो कुटपिटमा उहाँहरू पर्नुभयो उहाँहरूले भोलिपल्ट फेरि 10 बजे बोलाइयो अनि दिनभरि राखियो उहाँहरूलाई चाहिँ, अर्को पछि आएन भनेर राखियो। उहाँहरूलाई त्यहाँ निस्किन पनि दिएन, उहाँहरूलाई शौचालय जान पनि दिएन भन्नुभएको छ। उहाँहरूले दिएको उजुरी उहाँहरूको पनि लिनु भएन भनेपछि उजुरी कसैको पनि त्यहाँको प्रहरीले लिएको छैन, किनभने डिएसपी आफै त्यहाँ संलग्न हुनुहुन्छ। डिएसपी आफै संलग्न भएको कारणले त्यो लिएको छैन। र हाम्रो माग के हो भने त्यहाँ संलग्न डिएसपीमाथि पनि छानबिन हुनुपर्छ। व्हिलचेयर चाहिँ एउटा हाम्रो शरीरको एउटा अभिन्न अङ्ग हो, हाम्रो सहायक सामग्री हो। अपाङ्गता अधिकार ऐनको दफा 53ले पनि त्यो त्यसरी अरूको सहायक सामग्री खोसेर फ्याँक्न पाइँदैन, त्यो चाहिँ कसुर ठहर्छ भनेर त्यहाँ त्यो व्यवस्था छ। र त्यसो गर्ने व्यक्तिलाई 3 वर्षसम्म जेल सजाय हुन सक्ने प्रावधान त्यही दफा 55मा व्यवस्था छ। त्यस कारण हामी डिएसपी निर्वाचन अधिकृतको रूपमा चाहिँ जो जालसाजी गरेर आउनुभएको थियो जोगबहादुर खत्री र त्यो कार्य जबरजस्ती जालसाजी गरेर चलाउने देवीदत्त आचार्यमाथि चाहिँ यो कारबाही हुनुपर्छ भन्ने हाम्रो चाहिँ माग छ। अब यसको समाधान भनेकै त्यो अवैधानिक ढङ्गले भइसकेको हुनाले त्यसको तटस्थ समिति यो अहिले जुन निर्वाचित भनेर उहाँहरू आएर आफ्नो कार्यभार सम्हालेर काम गर्दै हुन्छ यो तत्काल रोकिनुपर्छ। छानबिन समिति एउटा उच्च स्तरीय छानबिन समिति बन्नुपर्छ र तटस्थ समिति मार्फत सबै त्यो शान्तपूर्वक रूपमा चाहिँ अधिवेशन हुने प्रत्याभूति गराएर अधिवेशन सम्पन्न हुने गरी तटस्थ समिति बनाएर यसको चाहिँ अधिवेशन गराउनुपर्छ। त्यो मात्रै यसको निकास हो। र महासङ्घभित्र भएको आर्थिक अनियमितता जुन छ त्यो विषयमा हामीले सिडिओ कार्यालयमा पहिले पनि प्रमाणसहित दिएका छौँ। एकातिर राज्य सुशासनको चाहिँ कुरा गरिरहेको छ
होइन सुशासनको कुरा हुँदै गर्दा हामीले राज्यले आफै खोज्नुपर्ने अनियमितता भयो भनेर हामी आफैले अनियमितता यहाँ भयो भनेर हामीले बिल भरपाईदेखि सबै सारा चिज प्रमाण लगेर पेश गर्दा पनि उसैको संरक्षणमा चाहिँ जिल्ला प्रशासन कार्यालय लाग्छ भने हामीले कसरी बुझ्ने? हामीले त्यसमा शङ्काको सुविधा हामीलाई हुन्छ नै होइन। प्रमुख जिल्ला अधिकारीले छानबिन पश्चात मात्रै संस्था नवीकरण गर्छु भन्नुभएको थियो। त्यो नवीकरण पनि उहाँले छानबिन नगरिकन गर्नुभएको छ। त्यस कारणले उहाँमाथि शङ्का गर्ने थुप्रै आधारहरू छन्। किन उहाँले त्यो छानबिन आफैले गर्छु भनेर निकालेको सूचना आफैले कार्यान्वयन नगरेर संस्थाको नवीकरण गर्नुभएको छ। हामीले अनियमितता भयो भनेर प्रमाणसहित उजुरी गरिरहेका छौँ भनेपछि उहाँले के स्वार्थ थियो त उहाँको? व्यक्तिगत हिसाबले अरू स्वार्थ थिएन भनेदेखि उहाँले त्यो त छानबिन गर्नुपर्थ्यो नि त। छानबिन समिति बनाएपछि छानबिन हुनुपर्थ्यो। छानबिन गर्नुभएको छैन, नवीकरण गरिदिनु भएको छ। अहिले पनि सुनवाई गर्नुहुन्न। हामीले वैशाख 3 गते आएर उजुरी दर्ता गरेका छौँ भनेपछि काठमाडौँको जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलमाथि